पैसा धेरै होस् या थोरै होस् एउटा एज आएपछि मान्छेले कमाउनु पर्छ। र मेरो मेन क्वेसन्स भनेको किन कोही मान्छे धनी हुन्छ, किन कोही मान्छे गरिब हुन्छ, किन कोही मान्छेले आफ्नो लाइफ 5 वर्षमा पुरै कम्प्लिटली चेन्ज गर्छ भने किन कोही मान्छे 5 वर्षमा पनि एउटै सर्कलमा भइरहेको छ भनेर। सो आज म एउटा यस्तो पावरफुल बुकको बारेमा कुरा गर्न जाँदैछु जसले चाहिँ हामी सबै क्वेसनलाई कभर गर्नेछ र बुकको नाम हो लर्न टु अर्न बाई पिटर लन्च। पिटर लन्च चाहिँ मेरो एउटा फेभरेट अथर मध्ये एक हो र इन्ट्रेस्टिङ कुरा के हो भन्नुहुन्छ भने यो बुक चाहिँ 1998मा लेखेको, तर आजको दिनमा पनि यसको प्रिन्सिपल र स्ट्राटेजी हजुरहरूले फलो गर्नुभयो भने चाहिँ एकदमै युजफुल हुन्छ। सो आजको भिडियोमा यो बुकमा भएको 4वटा पावरफुल प्रिन्सिपल एकदमै सिम्पल र प्र्याक्टिकल वेमा बुझ्नेछौँ है त। सो पहिलो भनेको टाइम इन्भेस्टमेन्ट। सो अथरको अनुसार तपाईँको लागि सबैभन्दा भ्यालुएबल भनेको तपाईँको टाइम हो, नट मनी। सो यो बुकमा एउटा लाइन छ, स्टक मार्केट चाहिँ एउटा यस्तो ठाउँ हो जहाँ तपाईँ आफ्नो यङ हुनुको एडभान्टेज लिन सक्नुहुन्छ। र धेरै मान्छेलाई लाग्छ कि इन्भेस्टमेन्ट सुरु गर्न धेरै ठुलो क्यापिटल, धेरै ठुलो पैसा चाहिन्छ भनेर, तर रियालिटीमा के हो भनेर यो बुकमा दिएको एउटा इक्जाम्पलहरू बुझ्छौँ है त। सो यो इक्जाम्पलमा हेर्नुभयो भने दुईवटा क्यारेक्टर छ, एउटा चिरिसको क्यारेक्टर र एउटा पेटको क्यारेक्टर। सो पहिला बुझौँ हामी चिरिसको क्यारेक्टरबाट है त। सो चिरिसले चाहिँ 18 वर्ष हुँदाखेरि इन्भेस्टमेन्ट सुरु गरेको रे 2000बाट, र उसले चाहिँ 25 वर्षको एजमा हुँदाखेरि के सोच्यो भन्दाखेरि म आफ्नो इन्कमको 25% चाहिँ म इन्भेस्ट गर्छु भनेर सोचेँ, र त्यो बेला उसको 25% भनेको चाहिँ 1000 हुन्थ्यो अरे। त्यसै गरी उसको टाइम सँगसँगै उसको इन्कम पनि बढ्दै गयो र 25%को भ्यालु पनि बढ्दै गयो। त्यसै गरी 30 वर्षको हुँदाखेरि 1217 रुपियाँ इन्भेस्ट गर्यो, 40 वर्ष हुँदाखेरि 1801 रुपियाँ इन्भेस्ट गर्यो। त्यसै गरी यो भ्यालु बढ्दै गयो। चिरिसले चाहिँ टोटल 47 इयर्स चाहिँ त्यो पैसा इन्भेस्ट गर्यो र उसको टोटल इन्भेस्टमेन्ट अमाउन्ट कति हो भन्नुहुन्छ भने 30,000, र उसले एट द एज अफ 65 को एजमा हुँदाखेरि कति पैसा पायो भन्नुहुन्छ भने 9,18,000। यो भने कति हो भन्नुहुन्छ भने नेपालीमा 14 करोड रुपियाँ हुन्छ। त्यसै गरी अब हामी पेट्सको इक्जाम्पल हेर्यौँ है त। पेट्सले चाहिँ 40 वर्ष हुँदाखेरि इन्भेस्टमेन्ट सुरु गरेको अरे, र उसले चाहिँ हरेक वर्ष 8,500 रुपियाँ इन्भेस्ट गर्थ्यो अरे, र उसले त्यो पैसा 25 वर्षसम्म इन्भेस्ट गरिरहेको अरे 8,50,000 गरेर, र उसको टोटल इन्भेस्टमेन्ट अमाउन्ट कति हो भन्नुहुन्छ भने 2,12,000 रुपियाँ। तर एट द इन्डमा चाहिँ बराबर पैसा पायो। यो इक्जाम्पलबाट हामी के बुझ्छौँ भन्दाखेरि हामीले जति छिटो इन्भेस्टमेन्ट सुरु गर्यो त्यति नै थोरै क्यापिटलबाट धेरै क्यापिटल बनाउन सकिन्छ। त्यसै गरी हामीले जति ढिलो इन्भेस्टमेन्ट सुरु गर्यो त्यसरी नै हाम्रो इन्भेस्टमेन्ट अमाउन्ट चाहिँ बढ्दै जान्छ है त। र ओभरअलमा यो इक्जाम्पलले के देखाउँछ भन्दाखेरि तपाईँले जति छिटो इन्भेस्टमेन्ट सुरु गर्नुहुन्छ त्यति नै तपाईँलाई फाइदा हुन्छ। दोस्रो भनेको ओनर भर्सेस कन्ज्युमर। सो ओनर भनेको के हो? ओनर भनेको कुनै पनि कम्पनीको हेडलाई हामी ओनर भन्छौँ भने कन्ज्युमर भनेको कुनै पनि कम्पनीको हामीले गुड र सर्भिस युज गर्छौँ अथवा किन्छौँ, त्यो किन्नेलाई चाहिँ हामी कन्ज्युमर भनिन्छ। सो अथरको अनुसार हामी केही कुरामा पनि एज अ कन्ज्युमर भएर पैसा खर्च गर्नुभन्दा अगाडि चाहिँ हामी एज अ ओनर हुनुपर्छ। सो ओनर भनेको यो टर्ममा भनेको चाहिँ एज अ सेयर होल्डर। यसलाई हामी इजी बनाउनुको लागि एउटा इक्जाम्पलहरू बुझ्छौँ है त। सो नेपालमा एउटा पब्लिक कम्पनी छ जसको नाम छ बोतल्स नेपाल। बोतल्स नेपालले चाहिँ हाम्रो नेपालमा जति पनि कोल्ड ड्रिङ्क्सहरू डिस्ट्रिब्युट हुन्छ सबै बोतल्स नेपालले गर्छ, जसमा हाम्रो कोक, फेन्टाहरू पर्छ। र हरेकचोटि तपाईँले कोल्ड ड्रिङ्क्स खाँदाखेरि फाइदा भनेको कम्पनी र कम्पनीको सेयर होल्डरलाई हुन्छ, र त्यही ठाउँमा तपाईँले खाने पैसा सेभ गर्दै जानुभयो भने बोतल्स नेपालको सेयर किन्न सक्नुहुन्छ। र यो किनिसकेपछि के फाइदा हुन्छ भन्नुहुन्छ भने सपोज तपाईँले कोक किनेर खानुभयो, तपाईँको घरमा कोक ल्यायो अथवा तपाईँको साथीहरूले कोक खाएको देख्नुभयो भने चाहिँ केही न केही पर्सेन्टेज, केही न केही डिभिडेन्ड तपाईँलाई आउँछ भनेर सोच्नु। र त्यही भएर चाहिँ अथरले केही कुरा पनि हामी एज अ कन्ज्युमर हुनुभन्दा अगाडि चाहिँ एज अ ओनर हुनु भनेको हो त। र यो बुकमा एउटा लाइन छ जुन म यहाँ पनि राखिदिन्छु। सो पब्लिक कम्पनी भनेको चाहिँ एउटा यस्तो डेमोक्रेटिक इन्स्टिट्युसन हो जहाँ तपाईँले इजिली इन्भेस्ट गर्न सक्नुहुन्छ। तपाईँको त्यहाँ कास्ट हेर्दैन, तपाईँको रिलिजियस हेर्दैन, तपाईँको नेसनालिटी हेर्दैन, तपाईँको कलर हेर्दैन, जस्ट तपाईँसँग क्यास छ भने तपाईँले इन्भेस्ट गर्न सक्नुहुन्छ। तेस्रो भनेको द अब्जर्भेसन। हामीलाई लाग्छ कि हामीलाई इन्भेस्ट गर्न अथवा बिजनेस गर्नलाई चाहिँ धेरै ठुलो रिसर्च चाहिन्छ भने, तर रियालिटीमा चाहिँ हाम्रो आँखै अगाडि हुन्छ। सो वारेन बफेटको नाम सुन्नुभएको होला। वारेन बफेटले चाहिँ कोका कोलामा 1988मा इन्भेस्ट गरेको थियो, र उसले के को आधारमा इन्भेस्ट गरेको थियो भन्दाखेरि उसले चाहिँ कोकहरू जहिले बिक्री भएको देख्थ्यो, उसले चाहिँ आफूले पनि कोक कन्ज्युम गर्थ्यो, र उसले कोकको बारे राम्रो राम्रो कुरा सुन्थ्यो, र उसले इन्भेस्ट गरेको। र उसको एउटा भनाइ छ, आई जस्ट वाच वाट अराउन्ड मी भने। सो नेपालको केसमा चाहिँ धेरै पब्लिक कम्पनी भनेको हाइड्रो र ब्याङ्किङ सेक्टर छ। त्यसै गरी तपाईँले आफ्नो डेली युजमा हेर्न सक्नुहुन्छ कुन ब्याङ्क राम्रो छ, कुन ब्याङ्कको सर्भिस राम्रो दिइरहेछ, कुन हाइड्रोले धेरै इलेक्ट्रिसिटी दिइरहेछ। सो त्यसरी नै तपाईँले आफ्नो डेली युजमा अब्जर्भ गर्न सक्नुहुन्छ। सो चौथो भनेको डाइभर्सिफाइड डिसिप्लिन। सो एउटा लाइन सुन्नुभएको होला, डोन्ट पुट योर अल एग इन वान बास्केट भन्ने। हामीलाई लाग्छ कि हामीले गरेको इन्भेस्टमेन्ट अथवा बिजनेस चाहिँ हाम्रो 100% राइट होस् भनेर, र हामी पर्फेक्सनको खोजीमा जान्छौँ। हामी पर्फेक्ट टाइम आएपछि गर्छौँ, पर्फेक्ट भएपछि गर्छौँ, अथवा पर्फेक्ट अपर्च्युनिटीको खोजीमा जान्छौँ। तर रियालिटीमा चाहिँ हामी 100% पर्फेक्सन हुनु कुनै फिल्डमा पनि इम्पोर्टेन्ट छैन। र तपाईँले स्टार्ट गर्दै जानुभयो भने त्यो टाइम अनुसार तपाईँ आफै पर्फेक्ट हुनुहुन्छ। सो डिसिप्लिन भनेको चाहिँ तपाईँ जति पनि ठुलो इन्भेस्टरलाई देख्नुभयो भने, भेट्नुभयो भने, पढ्नुभयो भने त्यो एउटा स्किल भेट्नुहुन्छ जुन भनेको कन्सिस्टेन्सी। तिनीहरूसँग चाहिँ कन्सिस्टेन्सीको पावर हुन्छ। र वारेन बफेटको एउटा लाइन छ जुन म यहाँ पनि राखिदिन्छु, द स्टक मार्केट इज अ डिभाइस फर ट्रान्सफर्मिङ मनी फ्रम द इम्पेसेन्स टु पेसेन्स।
यो भनेको के हो भन्नुहुन्छ भने जब जोसँग धैर्यता हुन्छ, जोसँग वेट गर्ने क्षमता हुन्छ, त्योसँग नै एट द इन्डमा चाहिँ पैसा जान्छ। सो आजको भिडियो हेल्पफुल भएमा लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू।